ल फाइनल्ली अब हामी खेतनेर पनि आइपुग्यौँ। अब अहिले त यो खेतमा म खेततिर नआएको पनि धेरै भएको थियो। खेत हाम्रो घरभन्दा अलिकति टाढा छ। खेततिर त पहिला बुवा हुनुहुन्थ्यो र बुवा आउने अनि घर पनि खासै बस्न नपाउने। अहिले बुवा हुनुहुन्न अनि त्यही भएर आमाले हेरेपछि जामिन भन्नुभयो अनि त्यही भएर खेततिर आएको। खेतको बगरभरि काँस पलाएछ। पहिला चाहिँ यस्तो थिएन अनि भाइ। पहिला त गाई चर्ने ऊ हुने गर्थ्यो। यो गाई नभएर नि होला कि अनि भाइ गाई बस्तुहरू नभएर नि होला काँसहरू टन्नै पलाएछ। अब मान्छे हिँडि नसक्नु छ। यो माथितिर देखिएको भरि हाम्रो खेत हो। अनि यतातिर पछाडि हामी पौडी खेल्ने माछा मार्ने उयो चाहिँ के अरे चिउतिया गुड भन्ने र चाहिँ यो माडी यो नदीको नाम चाहिँ माडी नदी भन्छ हामीले चाहिँ। माण्डवी नदी माडी नदी जे भन्ने नि अब यही हो। अब तल गइसके माडी खोला तल गइसके पछाडि यो नदीको नाम चाहिँ राप्ती छ। माथि लुङ्गी र माडी मिसिएर बने नदी हो यो। रोल्पाबाट र प्युठानबाट आएको नदी। ल फाइनल्ली हामी खेतमा आइपुग्यौँ। वहाँ परदेखि ऊ त्यो पारीसम्मको खेत चाहिँ अब हाम्रो हो। अब गाउँघरतिरको पाहाडतिरको खेत यस्तै हो। अब ठाउँमा भइदिया भए जमिनदारै हो अन भाइ। जमिनदारै हो ठाउँमा भइदिया भए अब के गर्नु। भाग्यमा नभएको चिज त्यही पनि केही छैन। धानहरू गहुँहरू राम्रै उब्जनी हुन्छ। भाइ चाहिँ ऊ पारी त्यहाँ खाएको छ कि नै भनेर हेर्न गएको छ ऊ त्यो। हामी चाहिँ यतातिर लाग्छौँ। भन् खाछु न रे भाइ। उता धेरै खाने चाहिँ उत पारी हेर्नु भयो। यो खेतमा त हामीले पहिला गहुँ लगाएको चाहिँ थाहा पाउँछु भाइ मैले। यो हेर्नु त यो खेतमा हामीले यो बगरमा हामीले गहुँ लगाउँथ्यौँ। अहिले सिरु उम्रिएर सिरु के काँस रे भाइ काँस उम्रिएर यस्तो बनाइदियो। हामीले लगाउन पनि छोड्या भएर होला सायद। गहुँ टन्नै भएको चाहिँ थाहा पाउँछु मैले। यस्तो पहेँलो झप्लरै भएको। त्यस पछाडि त हामी बदम पनि रोप्यौँ त्यहाँ भाइ। बदम पनि रोप्यौँ। अब अहिले यहाँ सिरुले राज गरिरहेको छ। सिरुले काँसले राज गरिरहेको छ। आगो लगाइदिनुपर्छ कि अब यहाँ खरायोहरू कम बस्छ होला त। मेरा सारा जीवन सबै तिमीलाई